हेलो साथीहरू, गुड मर्निङ। आज हामी इन्द्र र म चाहिँ आज कुलेखानी माथि मोहिनी झरना भन्ने ठाउँमा जाँदैछौँ। त्यही भएर बिहानै रेडी भएर म निस्किसकेँ। हाम्रो इन्द्र पनि बाहिर आइसक्नु भइसकेको छ, रोडमा आइसकिसक्नु भएको छ। इन्द्र र म चाहिँ यहाँबाट भेट भएर अब यहाँबाट निस्क्यौँ। कुलेखानी ड्यामतिर लाग्यो। बाटो अफ द वे। बल्बुबाट कुलेखानीतिर लाग्यौँ हामी। आखिरको बाटो हो, अब हाम्रो गाडी छ। यता भनेको तिम्रो यो गेटबाट छुट्यो। यताबाट त्यो 15 किलोमिटर। पिकअप नाउन चेन्ने हुँदैन नि। ए जितिहाल्यो, मलाई फाल्दैन अरे। जित्यो नि अब उसमा आजकल फेरि ड्र भएछ नि सिरियसको भएछ। यो कहाँबाट सामान बोक्ने हो? यो हेटौँडाबाट नि, हेटौँडाबाट सामान ल्याउने हो यो? रोपो यही त हो। कलङ्क्यो भाडुवा नि यतापट्टि छ त, यो लाने यो पनि के छ नि त्यहाँबाट हो, त्यहाँ त्यही छेउमा छ। त्यो पेट्रोल छेउमा को सिजन त होइन नि, हो, मिठो हुँदैन नि त। यो अफ सिजनको हो नि त। यो बेलाको साग मिठो हुँदैन, गोर्खा साग मिठो हुँदैन नि त। हुँदैन अफ सिजन। अहिले त मुन्टा, अहिले त मुन्टा मिठो। मुन्टा मिठो हाम्रो त प्रायः डेली अहिले यो लट्टे छ, लट्टे खाएर अगाइछ हाम्रो घरमा। कति खानु मलाई त मनपर्छ हरियो पुरा एकदमै। मेरो आमालाई पनि काउलीहरू होटलमा सप्लाई गर्ने होला कि? त्यही हो, होटल। अब यो तल ओह्रालो पुरै पुग्नु पर्ने होला। तल तल ठ्याक्कै निस्किन्थ्यो, जोडिन्थ्यो। अहिले त यो टर्निङ, अब यो ओह्रालो, अनि मान्छे त डेन्जर भइहाल्यो नि। यो गाडी लिएर आउने मान्छे त कसरी लिएर आउँछ? बिजोग हुन्छ म यता नउता हेर, अब यस्तो ओह्रालो छ तल। त्यही भएर त्यही विचार गाउँतिर मान्छे हुनुपर्छ त्यो। अब हाम्रो सोधिन् नि कता हो त नबुझेर आएको हो कि हामी जस्तै? नबुझेर हुन्छ हुनसक्छ कि अघि त्यता छेउकै मान्छे हो र उसको आफ्नै घर आउने बाटो हो कि? त्यहाँकै मान्छे हो त। ठेका सेका गर्ने मान्छे केही हो? बोट सोट सबै चलाउँदैन।
त्यो उबाट ए मानव निर्मित ठुलो तालको त इन्द्र सरोवर उता पुलमा चाहिँ आर्ने प्रस्तुत त्यहाँबाट दिँदैन ल कुलेखानी ड्यामको पल्लो साइडतिर छ भने चाहिँ यति पर्ने एउटा साइड पर्ने यहाँबाट चाहिँ एउटा जाने बाटो निस्किन्छ जान्छ र साइड भइरहेको छ आउने यति टाइम लाग्यो भने जानु पनि काम लाग्ने हो हामीहरूलाई आज अहिले उता त झन् गाह्रो छ बाटो राति पुगिन्छ कि घर उता झन् गाह्रो छ एकदम ठिक छ एकदम बाटो चाहिँ अलिकति यताको माथिको डेन्जरै आइयो है र यहाँ आएपछि चाहिँ एकदम आनन्द छ यहाँ तलबाट अब हेर्दा यहीँ छ नि होइन कति टाइम लाग्यो हामीलाई यहाँ आउनलाई अनि इन्द्र ड्राइभ गर्दा चाहिँ कस्तो भयो भनिदेऊ नि त भनेपछि रमाइलै छ ओके 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 अलिक भोक लागेको छैन है त्यसै रमणीय हुन्छ होइन ल मोहिनी झरना ल यतातिर हामी चाहिँ फेरि अब गन्तव्यतिर हामी अगाडि बढिरहेछौँ कति टाइम लाग्छ जाँदै गरौँ त्यो अब अलिक सजिलो छ पुरा बादलहरू लागिरहेछ पानी चाहिँ पऱ्यो भनेदेखि भरे भित्दै नमजा हुन्छ होला अहिलेसम्म चाहिँ अर्को रमाइलो हुन्छ त्यति बेलाको रमाइलो त्यति बेलै सुनाउँला होइन ल ओके ल रिसोर्टमा हल्ला गरेर के हो क्या रिसोर्ट दिनमा यहाँको माछा मैले 2-3 चोटि खाएको छु राम्रो छ स्वादिलो छ एउटाले लैजान्छ नि अस्ति त राम्रो रहेछ यार यतातिर त उता हाम्रो उता पर अघि हामी छुटेको बाटो हो यो तल हेभी जाने भने पुरै बसहरू पनि जाँदो रहेछ यो बाटो हामी जाँदाखेरि चाहिँ कहाँदेखि अप्ठ्यारो बाटो थोरै त हो नि थोरै ड्यामबाट एकछिन यही बाटो जाँदाखेरि हुने रहेछ हुन्छ अब यो बाटो दुईवटा छ पर पनि केबलका जाने हो बाइपासको बाटो जाँदा पनि केबल कार माथि त्यो केबल कारको बाटो त अप्ठ्यारो होला यार एकचोटि गाडी पल्टेको त्यहीँनिर होइन त एउटाको झरेको बढौँ अब यति सर हानेको थियो यही हो बाटो अनि बाटो चाहिँ अलिक ग्राभेल अलिक अप्ठ्यारो छ बिस्तारै इन्द्र बिस्तारो अब तिमी ड्राइभरमा अलिक पर्फेक्टै छौ भन्नु त नपर्ने त्यही पनि अब पछाडि बसेकोले गर्दा अलिकति डर लाग्ने कि हो चलाउनु नजाने वास्तवमा थाहा हुँदैन चलाउनु मान्छे थाहा हुँदैन इन्द्र चाहिँ ड्राइभ गरिदिनु भएको छ यहाँ अलिकति है एकदम पर्फेक्ट ड्राइभर भएकोले गर्दाखेरि बेला बेलामा चिरिङ्ग मात्रै हुन्छ ड्राइभर कतिखेर चलाउनु पहिला बसेको हुन्छ यतापट्टि कुलेखानीको ड्याम यताबाट पुरै ड्याम भएर हामी चाहिँ घुमेर यतातिर आइरहेछौँ बाटो चाहिँ अलिकति अफरोड छ अफरोडको बाटो हो अब त्यस्तो डेन्जर पनि छैन पल्सर बाइकलाई त्यति
हाम्रो चाहिँ दुईजनाकै युट्युब च्यानलमा आउँछ है यो टक्क सब्सक्राइब गरिदिनु होला सबैजनाले हाम्रो इन्द्रको पनि युट्युब च्यानल छ मेरो पनि छ टक्क दुईजनाकै युट्युब च्यानलमा आउँछ हेरेर सब्सक्राइब गरिदिनु होला यहाँबाट उयो पनि बाटो She asked me if I had another minute and I ain't had the heart to leave. One day I'll be everything you ever want. Until then I'll be out here fighting like it's nothing. Through the cold dark winter. Did you say goodbye, knowing damn well everybody gon' die someday? Did you waste my time, knowing damn well we can press rewind? One day I'll be everything you ever want. Until then I'll be out here fighting like it's nothing. Through the cold dark winter. It's feeling like a cold dark winter in the sun. मोहिनी झर्नाबाट आइपुग्यौँ यहाँ चाहिँ हामी बाइक पार्किङ गरेर यता कुलेखानी ड्याम छ कुलेखानीको ड्याम अपोजिट साइडमा चाहिँ कुलेखानीको ड्याम यतापट्टिको साइडमा चाहिँ हामी यहाँनिर हतारमा बसेर इन्द्र के छ ठिक छ नि एकदम यहाँबाट चाहिँ हामी यो चाहिँ अब मोहिनी झर्ना भनेर आएको हामी आज चाहिँ धेरै अल्छी लागेर घर बस्दा गरेर आज चाहिँ हामी साथी र म यसरी घुम्दै आएको मोहिनी झर्नामा अब हामी झर्नातिर लाग्छौँ बुझौँ इन्द्र कताबाट जाने अरे यहीँबाट भाइ के भर्याङ छ मिल्छ त्यही भन्दा खोला न त्यो खोलेर खोला यहाँ भराएको रहेछ नि के छ भाइ हाम्रो खानाहरू बन्छ कस्तो खाना बन्छ हामीसँग के खाना बन्छ माछा चिकन यहीँको माछा हो कस्तो सानो माछा हो कि ठुलो ए ओके हुन्छ ल अहिले हामी आएर हुँदैन अब हामी आधी घन्टा लाग्छ अनि आएर खान्छौँ ठुलो माछा हजुर माछा माछा खाने ठुलो माछा माछा खाना त्यही त हो नि यहीँ हेर्दै खाँदै अनि माछा त त्यही त हो नि होइन त्योभन्दा ठुलो छैन होला यी माछा ठुलो माछा छैन ल के रोनाल्डो बनिसक्यो त्यसो भने म पनि यो विङ सिटर खोल्छु है त झर्नातिर हामी चाहिँ लाग्यो यहाँबाट भर्दै हजुर टिकट गर्नुपर्छ कति हो चेन्ज पैसा छ अहिले खाना खा ठाउँमा चेन्ज गरेर दिउँला न होइन हामी चिन्छौँ नि तपाईँ टेन्सन लिनु पर्दैन है तपाईँले टेन्सन लिनु पर्दैन हामी चिन्छौँ 50 रुपियाँको लागि किन शनि महिना काँक्रा बसी चिन पैसा छैन हेर तिमीलाई किन्ने साह्रै मन थियो काँक्रा है काँक्रा किन्ने कि उसलाई किन्ने तिमीलाई किन्दिनँ भन्दा
तिमीलाई किन्ने मन थियो भनेपछि त ल यस्तो ओह्रालो बाटो पनि बन्दै रहेछ टिकट काट्नुपर्ने रहेछ 25 रुपियाँको अब हामी चाहिँ चेन्ज पैसा नबोकेकोले हामी चाहिँ भरे खाना खाएको ठाउँमा क्युआर गरेर दिउँला भनेर लाग्यो अहिले हामी अब झरनातिर जाँदैछौँ ओहो यत्रो यत्रो खुच्चाखुच्चीहरू हिँड्दैछन् त्यस्तो के झर्छ हौ यहाँबाट होइन क्या ढुङ्गा आइरहेको छ सिमेन्ट र बालुवा झरे जस्तो छ सिमेन्ट र बालुवा तल ढलाङ गर्नलाई काँक्रा कसरी के गोटाको कि चिराको एउटा चिराको किन यति महँगो त अनि अहिले ओहो 25 रुपियाँ त महँगो भयो नि त अनि अहिलेको समयमा काँक्राको सिजनमा पनि महँगो छ कहाँ बारीमा तपाईँहरूले ल्याउनु भएको बारीबाट ए ल हाम्रो पनि बारीमै छ र नि तपाईँलाई सोधेको कति महँगो भन्नुभयो त है पनि गएर मिसिने भनेको त कुलेखानीमै त हुन्छ होइन निर्माण कार्य भइरहेको छ यहाँ चाहिँ घुम्ने बाटोहरू मान्छेहरूलाई सजिलो आउने बाटो चाहिँ अलिकति अप्ठ्यारो तपाईँदेखि अरू त सबै ठिकै हो त्यस्तो हो बाटो पनि होइन अब यो बाटो पनि 1-2 वर्षमा त राम्रै हुन्छ ल हामी चाहिँ झर्ना आइसक्यौँ है यहीँनिर अब स्विमिङ गर्ने हो भने यहीँनिर पानी स्विमिङ गर्ने पानी अनि झर्नाको लागि माथि यसरी झर्ना बगेर आइरहेको छ झर्नाको त राम्रो देख्नु मान्छेहरू है कस्तो मजाले झर्ना आइरहेको छ पुरै पहाडबाट हिमालबाट झरेको पानी चिसो रमाइलो के रमणीय ठाउँ यस्तै रमाइलो झर्ना टोपी झर्ने डाँडा छ यति माथि छ यो डाँडा ल हेर्नुहोस् जङ्गलै जङ्गल पुरा यो पानी बगेर यसरी गइरहेको छ ल हेर्नुहोस् मान्छेहरू बिहानदेखि आएर स्विमिङ गर्ने नुहाउने के स्विमिङको लागि रेडी हो ओके ओके ल ठिक छ ठिक छ म चाहिँ स्विमिङ चाहिँ गर्दिनँ है अलिअलि भिज्ने मात्रै
still behind the trees. Yeah. She asked me if I had another minute and I ain't had the heart to leave. Yeah. It's feeling like a cold dark winter and the sun still behind the trees. Yeah. She asked me if I had another minute and I ain't had the heart to leave. तल स्विमिङ गर्ने छुट्टै ग्रुप छ